हेलो नमस्कार, म केशव मजगैयाँ आज हजुरहरूका सामु एउटा ट्युटोरियल लिएर आएको छु। यदि तपाईको कम्प्युटर स्लो भएको छ भने यसो गर्दा केही फास्ट हुन सक्छ। अनावश्यक फाइलहरूले कम्प्युटरको स्पेस घटाइरहेका हुन्छन्। त्यस्ता फाइल बेला बखतमा हटाउनु राम्रो हुन्छ, तर कसरी हटाउने त सबैलाई थाहा नहुन सक्छ। त्यसैले भिडियोद्वारा यहाँ बुझाउने प्रयास गरेको छु। सबभन्दा पहिले सर्च प्रोग्राम एन्ड फाइलमा रन टाइप गर्नुहोस्। यहाँ रन RUN रन टाइप गर्नुहोस् अनि यो माथि रन लेखेको ठाउँलाई क्लिक गर्नुहोस्। त्यसपछि यो ओपन लेखेको यो डिब्बामा प्रिफिक्स टाइप गर्नुहोस्। PR यहाँ आइसकेको छ प्रिफिक्स, यसलाई ओके गर्नुहोस् अनि जति पनि फाइल छन् यी फाइललाई सिलेक्ट गर्नुहोस्, अर्थात् कन्ट्रोल A हान्दा हुन्छ अनि यसलाई डिलिट गरिदिनुस्। यस, त्यसैगरी दोस्रो स्टेपमा फेरि सर्च प्रोग्राममा रन लेख्नुहोस्। फेरि पनि रनलाई फेरि क्लिक गर्नुहोस्। अब यो ठाउँमा % TEMP फेरि % अर्थात् यो टाइप गर्नुहोस् अनि यसलाई क्लिक गरिदिनुहोस्। अनि आएका यी फोल्डरहरू र फाइलहरूलाई सिलेक्ट गर्नुहोस्, त्यसपछि डिलिट हान्दिनुहोस्। यसरी डिलिट, फेरि नमान्दासम्म स्किप गरिराख्नुहोस्। यसरी पास जति गयो गयो, ठिक छ, यसलाई हटाइदिनुहोस्। यसै गरी फेरि अर्को पल्ट फेरि यो ठाउँमा रन लेख्नुहोस्। रनलाई क्लिक गर्नुहोस्। त्यसपछि यसको ठाउँमा CLEANMGR यसरी यो लेख्नुहोस् र यसलाई पनि क्लिक गर्नुहोस् अनि ओके गरिदिनुहोस्। यसले समय अलि धेरै लिन्छ, पर्खिनुहोस्, समय अलिकति अरूभन्दा बढी लिन्छ। केही छैन। यी सबै गर्नुभयो भने कम्प्युटर केही न केही फास्ट अवश्य हुनेछ, किनकि यी फाइलहरूले कम्प्युटरको स्पेस लिएका हुन्छन्। स्पेस खाली हुँदा केही न केही अवश्य पनि कम्प्युटर फास्ट हुन्छ। समय अलिकति लिएकै छ। डिस्क क्लिनअप अर्थात् अब यहाँ देखिराख्नु भएको छ यिनी सबैमा चिन्ह लागेको छ। यदि कुनैमा चिन्ह लागेको छैन
मार्क गरेको छैन भने त्यसलाई मार्क गर्नु होला। जस्तो कसैमा यसरी अनमार्क हुन सक्छ। यस्तो जति छन् यिनी सबलाई यदि मार्क गर्नु भएको छैन भने मार्क गर्नु होला। आफै पनि मार्क गरेर आउँछ। कुनै कुनै मार्क नलागेको हुन सक्छ, त्यसलाई मार्क गर्ने। त्यसपछाडि तल ओके गरिदिने अनि डिलिट फाइल। अब यसले पनि अलिकति समय लिन्छ। पर्खिनुहोस्, केही छैन। यसलाई हुन दिनु होला, यो आफै भइरहेको छ। अनि अर्को स्टेप फेरि म यसै सुरु गर्छु। रन। यसमा लेख्नुहोस् TREE ट्री लेखेर यसलाई ओके गरिदिनुहोस्। यो एकदमै छिटो भइहाल्छ। अब बाँकी यो मात्रै छ। यसले अलिकति समय बढी लिन्छ। मैले सुरुबाट भनेको यसले समय लिन्छ। ल यसले सबै भइसक्यो। अब यदि यो भिडियो हजुरहरूको लागि अलिकति पनि उपयोगी छ भने साथीहरूको बीचमा शेयर गरिदिनु होला। हस्त, धन्यवाद।